भने मैले साराको मासु बनाएर खाएको हो, त्यसको रेसिपी सेयर गर्दैछु। एकदम मिठो हुँदो रहेछ। हजुर चाहिँ के भन्नुहुन्छ? हाम्रोतिर चाहिँ सारा भन्छ। हेरेर साथ दिनुहोस् है। सबभन्दा पहिला चाहिँ मैले कराई बसाएको छु, त्यसमा थोरै ओइल राखेँ, अनि थोरै मेथी फुराउनुहोस्। मेथी यतिको भइसकेपछि प्याज मैले चाहिँ पहिले नै काटेर रेडी पारिसकेको थिएँ। प्याजलाई पनि एड गर्नुहोस् र यसपछि मासु एड गर्नुहोस् र मजाले पर गरेर भुट्नुहोस्। यतिको पाकिसकेपछि मैले पिसेको मसला पनि यसमा एड गरेको छु र स्वाद अनुसार नुन राख्नुहोस् र थोरै बेचार राखेर मजाले भुट्नुहोस् र धुलो खुर्सानी पनि राखेको छु मैले यसमा। चाहिँ यहाँ गोलभेडा 3वटा राखेको छु। हजुरहरूलाई कतिको मनपर्छ त्यही अनुसारले राख्नुहोस् र गोलभेडा केही बेर पाक्न दिनुहोस्। यहाँ चाहिँ हाम्रो मासु पाकेर रेडी भइसक्यो। एकदम मिठो भएको थियो। मैले चाहिँ यहाँ थोरै धनिया पनि राखेको छु। फेरि म नयाँ भिडियो लिएर आउनेछु। हेरेर साथ दिनुहोस् है।